Hey guys, र आज म बनाउँदैछु chocolate brownie with ice cream. 1/3 cup melted butter, 1 and 1/4 cup sugar हालेर मिक्स गरिसकेपछि साइड गरिदिनुहोस्. स्टेनरमा 1/3 cup मैदा, 1 tablespoon cornstarch, 3/4 cup cocoa powder, teaspoon salt हालेर चाल्यो भने पछि हाम्रो ब्राउनीमा लम्प्स बस्दैन. अघिको चिनी र बटरको मिक्समा 2टा अन्डा, 1/3 cup oil, vanilla extract हालेर मजाले मिक्स गरेपछि अघिको ड्राई इन्ग्रेडियन्ट्समा हालेर मिक्स गरिदिनुहोस्. 1 कप चप्ड डार्क चकलेट एड गर्नुहोस्. एउटा बेकिङ ट्रेमा बेकिङ पेपर लगाइसकेपछि त्यसमा हालिदिनुहोस् र 180 डिग्री प्रिहिट ओभनमा 30 मिनट्स राखेपछि हाम्रो ब्राउनी रेडी हुन्छ र यो वान अफ माई फेभरेट डेजर्ट पनि हो. यस्तै कुकिङ भिडियो अनि कुकिङ टिप्सको लागि मलाई फलो गर्नु नभुलिनुहोस् होला. तातो ब्राउनी अनि चिसो आइसक्रिमको कम्बिनेसनै अलग्गै हुन्छ र हजुरहरूले पनि ब्राउनी विथ आइसक्रिम कहिले ट्राई गर्नुभएको छैन भने यो भिडियो सेभ गरेर फ्यामिलीहरूसँग इन्जोय गर्नुहोस्. थ्याङ्क्स फर वाचिङ. बाई बाई.